सत्यवती जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ झोला बोक्न पर्यो घुमसम्म आइसक्छौँ। मेरो साथी अनि मेरो साथी हामी चाहिँ 4 जना लेडिज छौँ गाइस। अनि दाइहरू पनि आउँदै हुनुहुन्छ। सो दाइहरूलाई हामीले पुगेछौँ। दाइहरू चाहिँ पछाडि रहनुपर्छ, त्यही भएर हामी सबैले दाइलाई कुदिरहेछौँ। अनि देख्न सक्नुहुन्छ होइन हजुरहरूले कति धेरै हुनुहुन्छ हो भिडभाड। ल गाइस हामी चाहिँ अब यहाँदेखि दाइ पनि भेटिनु भयो है गाइस। दाइ हराएर हैरान हुन्थ्यो। हामीले दाइले यति खोज्यो है। अनि दाइ हजुर हराएर यस्तो खोजेको हजुरलाई नै थाहा छ हजुरलाई। यसरी यहाँ झन् फेरि उकालो जानुपर्छ। हामी चाहिँ सत्यवती जाने बिचमा आइसकेको छौँ। सो यति बेला हाम्रो पानीहरू पाइँदैछ। अनि हामीले पानी पनि किन्दैछौँ। चाउचाउ पनि हो एउटा मात्रै लाग्यो। अनि किनेर आएपछि भन्ने कि कुनै छ के खाने आउँछ होइन सबै उनीहरू आएर एउटा मात्र आफूले मात्रै किन्यो होइन सबै खाना चिसो छ ठिकै चिसो। Oh my god. गाइस अब चाहिँ म सिधै वहाँ पुगेपछि हजुरलाई देखाउने छु, किनभने एकदम गाह्रो भइसकेको छ। हामी 2 घन्टा हिँड्यौँ अनि यस्तो उकालो पनि थियो। सो त्यही भएर अब म एकैचोटि माथि गएर देखाउँछु है त। गइदिउँ क्या दाजुहरू हाम्रो साथीहरू भएर हामीले यहाँ कुदिरहेछौँ। यस्तो रमाइलो छ है। यदि हजुरहरूले बुटोलमा हुनुहुन्छ नचिन्नुहुन्छ भने सत्यवती चाहिँ आउन नबिर्सिनु ल। ल गाइस अब चाहिँ हामी सत्यवती आउन थालिसकेको छौँ। पुरै फोहोरो भएछ पछाडि त जापै बस्नु। Saan kang guys? Di gaड़ी कहाँ बड़ा? सुन्न पाउने कि Ani ani बेसी नबो. बेसी दे. बाइक उचाले. अब 2 जना त्यति धेरैजनामा हामी जम्मा 2 जना लास्टमा। यो पनि एउटा हैन पोल्ला जाने भन्दा कहाँ बारी बारी आएको र बसन्ती यो पनि 2 वे भइसकेछ के
आइराजु खेतीपूर्ति कसले बेर्छ भन्ने मात्रै मलाई धेरै निकाल्नु छ यहाँ सब्सक्राइब गरिदिनु सकिँदा यहाँ पनि होइन न दादा नधकल्नु है म देखाउँछु आफूलाई पनि अब हाती जान सक्यो राम्रोसँग जानु हो क्या गाइस हामी चाहिँ अब सत्यपति आइसक्यौँ होइन मन्दिर अझै आएको छैनौँ कि हामी त्यो सामान किन्ने ठाउँमा आयौँ अब मन्दिर चाहिँ सामान किनेर बल्ल स्टार्ट हुन्छ कि त्यहाँ भिडभाड हुन्छ त्यही हो हजुर देख्नु यति धेरै भिड हुन्छ है यहाँ चाहिँ आइपुगेदेखि यस्तो मान्छे गाइस मेरो आवाज चाहिँ सुनेको छैन अनेस्टली भन्नुपर्दा हजुरले त हेर्नु अब चाहिँ हामी सामान किन्न गइसक्छ जान्छौँ आइसक्छौँ यहाँदेखि जाऊँ यसमा गएर पूजा गर्ने हो यसलाई पूजा गर्ने हो गाइस 3 चोटि पोखरीमा घुमेर यस्तो छ होइन हो त्यस्तै हो त्यस्तो भन्नु यस्तो हो कि त्यो भगवान्लाई चढाउने पुरा महँगो भयो भन्नुहुन्न अरे सत्यवती बजाइ कि खै खै बोल्नु न अनि यो पनि हो नि चढाउनु अँधेरो बाटो छ हामी फाइनली आयौँ सत्यवती सत्यवती माताले सबैको रक्षा गराउन् यो हो पाल्पा जिल्लाको तिनाउङ गाउँपालिका वडा नम्बर 4 स्थित सत्यवती मन्दिर। यहाँ चिच्चाएर वर माग्ने प्रचलन रहेको छ अनि आफ्नो मनोकामना पुरा हुने प्रचलन पनि छ। सत्यवती देवीले कानले नसुन्ने भएकोले चिच्चाएर एउटा मात्र वर माग्नु पर्ने जनविश्वास रहेको छ। सत्यवती ताल क्षेत्रमा बाजे बजै दुवैको मन्दिर भए तापनि विशेष गरी बजेसँग चिच्चाएर वर माग्दा पुरा हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासको क्रममा हरेक कार्तिक पूर्णिमामा लाखौंको संख्यामा भक्तजनहरू वर माग्न आउने गर्नुहुन्छ र यहाँ रातिको 12 बजे चिच्चाएर वर माग्यो भने पुरा हुन्छ भन्ने प्रचलन पनि रहेको छ। पूजा गरेर आउनु भएको के भ्याएको यो लिएर गएको यता जाने हो। कस्तो राम्रो देखेको
मलाई राम्रो बुढी पाइ एउटा मान्छेको संस्कार हो नि यो हो पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर 4 स्थित सत्यवीर। यो एक राउन्ड आएर अनि चाहेर भोगी खैक्यो मन थाहा छैन त्यति राम्रोसँग तर यहाँनिर आएर यो गाडी सकेपछि अनि आफ्नो चिन्न पर्छ अरे के यो सत्यवती देवीले कामले यो भन्छ यसलाई पूजा गर्ने अनि फेरि सत्यवती आएर चिन्ने बाजे बजे अनि फेरि एक राउन्ड आएर अनि घर हजुरले मेरो आवाज सुन्नुभएको छैन होला यही विश्वासको क्रममा भक्तजनहरूले वर मान्न आउने गर्नुहुन्छ र यहाँ रातिको 12 बजे पुरा हुन्छ भन्ने प्रचलन पनि रहेको छ। पानीमा पनि हैछ है आन्टी गाइस हामीले पूजा गरेर नै भइसक्यो अनि हामी चाहिँ अब घर जान थालेको छ। यति बेला 4 बजेको छ अनि हामी कति 10 बजे हिँडेर आएको अनि यहाँ आउँदा 1 बजे थियो। पूजा गर्दा 2 बजे थियो यहाँ आउँदा अनि पूजा गर्दा 3 बजे है 3:30 अनि अब 4 बजे थाल्छ हामी घर जान थाल्छौँ। खुट्टा दुखेर बोल्न पनि मन लाग्छ।
कहिले यता कहिले उता ल बजाइ सुत्न लाउन हो के ओके तपाईँ छिटो जान्छ उहाँ बजाइ सुत्न लाउन उहाँ छिटो गरेर आउनुहोस् है छिटो जानु कहाँबाट उक्लिने हो उक्लिने ठाउँ छैन पत्ता ल्याएर बसिया छ हेर्नु न च्याप्प छोपम साथीहरू यहाँ एकदमै जाम छ अब कसरी जाने जो छिर्यो उसले देउतै पिर्यो यत्रो जाम भयो रातो जाम कटाएर आएर त अहिले केही भएको छैन अब यो कति जनाको हेरिरहेको ए बा पहिला उताको मान्छे यता आएपछि लाइनको कुरा गर्छ तिमीले कति नम्बरमा बसेर लाइनको कुरा गर्छौ लाइन फलो गरेछौ तिमी लाइनको कुरा फलो गरिरहेछौ 11 नम्बरमा यो भाइ एकदम आवाज लगाउने दुई घण्टा जाममा परिसकेपछि हामी बल्ल बल्ल त्यो जामदेखि निस्किसकेका छौँ। के भएको गाइस, यस्तो हामी हिँड्दा फेरि जाममा परेको सिद्ध बाबादेखि अहिलेसम्म हामी जाममै छौँ। माथि गयौँ जाम, फर्किँदा जाम, फेरि अब घर आउन थाल्यो भनेर खुसी भएथ्यौँ।
फेरि यहाँ जाम। 2 घण्टा भइसक्यो गाइस यहाँ हामी बस्न थालेको। सानो झोलुङ्गे पुल छ अनि त्यो पुलदेखि वारीदेखि आउने अनि यतादेखि जाने भएर यसरी जाम भएको। गाइस हामी हिजो 7 बजे हिँडेको जामले गर्दा अहिले हामी बिहान भइसकेको छ। बिहान 7 बजे यहाँ थियौँ, बिहान भइसकेछ भन्दा पनि अहिले 10 बजे हामी जाममै छौँ। अब कति बेला खुल्ने हो कति बेला जाने हो थाहा छैन।